वेलकम टु आवर ब्लग। हामी सातो बाटोबाट चढेर यसो यहाँ हामी ओर्ल्यौँ जडीबुटीमा। अब यहाँबाट फेरि गाडी चढेर 800 प्रति व्यक्ति लिएको छ अनि त्यहाँबाट हामी बगाममा अब ओर्लिने हो। अनि अब के कसो हुन्छ यहाँ सिन्धुपाल्चोक बगाम हामी ओर्लिन्छौँ। अनि यो हाम्रो साथी हो। हेलो हेलो नमस्ते। कस्तो अब हामी हेलिसके ल है। अनि अझै हाम्रो दुईवटा अगाडि छ हिँडिरहेछ। अब अगाडि गाडी समात्न हामी गइरहेको छौँ। अनि अगाडिको अपडेटहरू हामी गर्दै गर्छौँ हजुरहरूलाई, हेर्दै गरौँ। गाइज हामी अब यहाँ जडीबुटी बस पार्कबाट निस्किसकेको छौँ र अहिले 9:20 मा हामी लगभग गाडी निस्किसक्यो बस पार्कबाट। अब कोटेश्वर आइपुगेको छ, फेरि रिटर्न हुँदै उतैतिर जाने हो। अनि त्यसपछि अब यहाँ कोटेश्वरै हो हो कोटेश्वर हो। लगभग 8-9 घन्टा जति बसमा लाग्छ। अब बेलुका नै सायद 6 बजे पुग्छ जति भन्नुभएको थियो। अब यहाँ ड्राइभर दाइहरूले अब खै के कसो हुन्छ हेर्दै गरौँ, अपडेट हजुरहरूलाई गर्दै गर्छौँ हामी। यहाँ त केही छैन खासै नदिएर धन्यवाद। हामी यसो बसमा हिँड्दै गरेको रमाइलो गर्दै हामी हिँडिरहेछौँ। अनि हेर्नु दाइहरू एकदम गीत गाइराख्नु फर्किनु भएको छैन खासमा देखिन्छ। उनीहरूलाई यसो सुनाउँछु। यसो रमाइलो गीत गाउँदै हुनुहुन्थ्यो हजुरहरूले, उहाँहरूले एकदम रमाइलो हुँदैथ्यो, हामीलाई सुन्दै हिँडिरहेको थियो। गाइज हामी बसबाट ओर्लेर यसो खाना आएको छ, होटलमा बसेको छ हाम्रो साथीहरू, हेर्दै गरौँ। विकास केही भन्न चाहन्छु भने भन्दै केही भन्न चाहन्छु। यो बस राम्रो छैन, त्यही सिट राम्रो छैन, खुट्टा दुखिरहेको छु। यसो भए गाइज तपाईँहरूलाई यो कुरा बुझ्नु पऱ्यो, बसभन्दा राम्रो बाइक नै होला हाइकिङ गर्नलाई। यहाँसम्म आउन सजिलो हुन्छ। अब हजुरको विचार अब जे लगाउनु सक्नुहुन्छ। खै चाहिँ अब यस्तो खानासाना हामी खाएपछि अब एकैछिन अपडेट दिन्छौँ। हजुर हजुर यहाँ आउन चाहँदैछ भनौँ। गाइज हामी 7 बजे आएको हो यहाँ। अनि चिसो त यहाँ थुप्रो छ गाइज। यहाँ हेर्नु मोबाइलमा देखिन्छ होला सायद, चिसो हावा पनि यहाँ बगिरहेछ। अनि आकाशमा देखिरहेछ कि कस्तो राम्रो केही देखिरहेको छैन त गाइज, अँध्यारो देखिरहेको छ। अँध्यारो देखिरहेछ किसिम। अब हामी केही छिन पछि खानासाना यसो खान जान्छौँ होटलतिर र अझै अनि है जान्छु। अब हामी त्यहाँ डिजे बजेको ठाउँमा अनि त्यहाँ के कसो छ। अनि हाम्रो अझै साथीहरू भित्र बसिरहेछ। अब यसो होटल सस्तोमा छ भन्न खोज्या। अनि हो अब त्यो बुझिहाल्नु पऱ्यो नि, 500 पर डे ओन्ली बस्नलाई मात्र। र बाँकी बाद खाना पर पर्सन खानाको छुट्टै अब जे खायो त्यो अनुसार तिर्नु पर्यो। भेज खानाको 300 अनि नन भेजको कति हो खोइ थाहा छैन। अब त्यहाँ गएर थाहा हुन्छ। अब अगाडिको के कसो छ, हामी अब खाना पनि कसो छ देखाउन चाहन्छौँ। अनि त्यसको टेस्ट कसरी छ त्यो कस्तो छ त्यो हामी चाखेर भन्छौँ कि नै साथी, होइन? यसो हुन्छ नि त। अब तपाईँहरू आउनुभयो भने कस्तो छ के छ त्यो थाहा हुन्छ नि त। ठिकै छ। अनि तर चिसो त धेरै छ। अब एकदम लुगासुगा चिसो महिना हजुरहरू आउनुभयो भने एकदम बोकेर आउनु, एकदम टोपी सोपी लाएर आउनु। एकदम खत्रै चिसो छ। अब खोइ यहाँ भन्दैछ माइनसमा जान्छ टेम्परेचर है राति। अब खोइ हेरौँ अनि हजुरलाई अपडेट गर्छु नि त। ल म ऊपर लाइट भइस ल लिएन तू गाइज लुको बिहान हामी 3 बजे उठेर 4 बजे हिँडेको छु।
अनि गाइज यहाँ बोर्डमा देखाउन चाहन्छु म्याप फलो गरौँ। अरूमा हेरौँ बाटो भैरव कुण्ड सिधा अगाडि छ। अहिले ठ्याक्कै 5 बाजन आँट्यो है गाइज 5 लगभग 5 बाज्न आँट्यो। अब अन्धारोमा हामी के गर्नु त्यही पनि यसो चाँद यसो हेर्दै गरौँ गाइज। देखो चाँद अभी रात है पूरे रात हम इस रात में चल रहे हैं कुंड की हाइक में। हमारा दोस्त सब एकदम मोबाइल को फ्लैश मारकर अगाडि बढ रहे हैं। हाँ जी एकदम जुम छ गाइज एकदम बाटो यस्तै छ बाटो हेर्दै गरौँ गाइज। अब यदि आउनुभयो भने तपाईहरू अलि बिहानै हिँड्नुपर्छ किनभने बिहानै हिँडेपछि अलि पुग्ने टाइम पनि सजिलो हुन्छ र हामीलाई गाडीको अप्सन पनि थियो तर हामीले गाडीमा जान चाहिएन किनभने खासमा हामी हाइकिङ आएको हो नि त। अनि हाम्रो साथीहरू उहाँ अगाडि छ लाइटको मात्र आउँदैछ अबको कन्टिन्यू ब्लग हामी डाइरेक्ट बिहान भएपछि देखाउन चाहन्छु किनभने अहिले राति छ रातिमा हामीलाई पनि हिँड्न अलि गाह्रो हुन्छ। अब झऱ्यो भने फेरि मुखसुख बच्छ कि बच्दैन थाहै हुँदैन त्यसैले अहिलेलाई यति नै म भन्न चाहन्छु गाइज। हेरौँ हाम्रो साथीहरू अगाडि गइरहेछ र हाम्रो यहाँ मिता साथी उहाँ छ आउँदैछ। ठिक छ गाइज अब अगाडिको ब्लग कन्टिन्यू गर्छौँ अहिलेलाई यति नै। हेलो गाइज 2 घन्टा बिहान 4 बजेदेखि हिँड्दै अहिलेको अवस्था गम्भीर देखिएको छ हाम्रो। अहिले बिहान भइसक्यो यहाँको भ्यू चाहिँ यहाँ लो फ्ल्यास बजिरहेछ। हाम्रो सुनिल मिता यता हेर त बहुत ठाडो सिरी छ गाइज एकदम यहाँ तल सिरी हेर गाइज यता देखो त पुरै ठाडो सिरी छ चढ्न पनि अप्ठ्यारो हुन्छ। अलि माथि गयो भने सनराइज हेर्न मिल्छ। यस्तो बाटो छ बाटो हेरेर नै भइरहेछ। फिर मिलते हैं अभी को 1 घन्टा पछि। लो गाइज अब यहाँबाट नजिक छ 2 घन्टा हिँड्ने बाटो छ। हाम्रो साथीहरू यहाँ छ रेडबुल खाँदै हाम्रो रेडबुल दे एनर्जी एन पीते आइए और एनर्जी बढ़ाइए। टिचरहरूको यहाँ आएको रहेछ टिचरको झुन्ड विद्यार्थीलाई छोडेर आफै जाडो बिदा मनाउन आएको रहेछ। टिचर ओन्ली टिचर्स हेलो हाम्रो डेस्टिनेसन गाइज ल त्यहाँ चाहिँ हिमाल देख्न थालेछ बाटो यस्तो छ भ्यू चाहिँ गजब छ राम्रो छ एकदम राम्रो छ। सी यू गाइज अगाडि। फाइनली गाइज हेलो गाइज लगभग हामी आइपुग्यौँ आधी घन्टाको अझै बाटो छ। हामी नमस्कार आधी घन्टा छ अझै अब त्यहाँ छ भ्यू चाहिँ यस्तो छ। अर्को हाम्रो साथी पाण्डु भ्यू चाहिँ राम्रो छ तर यो क्यामेरामा क्याप्चर नभएको होला
फर्किनेहरू आउँदैछ अगाडिबाट म फाइनली हामी आइपुगेका छौँ फाइनली गाइस राम्रो भैरवकुण्ड यति हो भिडियो सुट फोटो सुट यहाँ भइरहेछ पुरै धमाधम टिकटक तपाईहरुले हेरिराख्ने टिकटकमा यस्तै हो भिडियो सुट हुने सब यस्तै झालझेल छ तर राम्रो छ भ्यू नाइस वन यो हो कि बाटो के हो यो सुनिल त हाम्रो साथी कस्तो लाग्यो हामी आफ्नो गन्तव्यमा पुगिसक्यौ अब यहाँको भ्यू त खतरै छ हिउँ त छ तर अलि छ पानी छ उ त्यहाँ पानी छ हामी अहिले सुन फोनको चार्ज कम छ गाइस सर्टकटमा भन्न चाहन्छु म उ त्यहाँ एउटा मन्दिर छ सुट चलिरहेछ यहाँ गजब गजब छ तर वाव छ यस्तो छ भ्यू चाहिँ तपाईँको त्यहाँसम्म नदी छ नदी त होइन हिउँको नदी हिउँ जमेको नदी ओ यहाँ तल पानी छ यो चर्केको छ ब्लॉग के चक्कर में हम तो गए थे भाई रे ओ सर हाम्रो अर्को दुईजना यहाँ छ ब्लगमा अलि रुक एकछिन फोटो खिच्यो के थियो त्यो इलेक्ट्रोलाइट त्यहाँ ऊ त्यो भ्यू राम्रो छ ऊ त्यो हिमालवाला यो पनि ठिकै छ ल अब बाई बाई टाटा बाई बाई सब्सक्राइब च्यानल यस्तो ओइ गेटिङ क्विक साउन्ड देयर इज पत्थल अब फोटो सुट हुन्छ ल बाई बाई प्लिज सब्सक्राइब मेहता बोइज च्यानल ओए भिडियो बनिरहेको छ यार गाली गलोस् नगर न ल 200 भन देऊ न म इन्ट्री गरिदिन्छु काम ल पक्रियो 50 चोटि इन्ट्री गरे मैले गाइज हामी आफ्नो फाइनल डेस्टिनेसनमा आइपुगेको छौँ फाइनल डेस्टिनेसन हैन हो अझै धेरै बाँकी छ अहिलेको आजको फाइनल डेस्टिनेसनमा कस्तो कुरा गर्छ साथी आजको फाइनल डेस्टिनेसनमा हामी खास आइसकेको छौँ गाइज अनि यहाँ हेर्नु हिउँ त पर्न परेको छ तर अलिक कम छ अनि पछाडिको भ्यू म देखाउन चाहन्छु कति राम्रो छ गाइज उहाँहरू पछाडिको भ्यू एकदम खतरा छ र यहाँ पनि म देखाउन चाहन्छु हाम्रो साथीहरूको छोडेर यहाँ उता पछाडिको भ्यू पनि राम्रै छ र अब खासमा ब्लग त भइसक्यो खतम तर तपाईँहरू यदि आइयो भने बाइकमा आउँदा सबभन्दा बेस्ट हुन्छ गाइज म गाडी भन्दा नि बाइकमा आउँदा राम्रो हुन्छ म भन्न चाहन्छु किनभने आफ्नै गाडी भयो भने सजिलो हुन्छ आउन जानुलाई र यहाँ त खासमा हावा त बहुत चिसो चलिरहेछ र यहाँ टेम्परेचर माइनसमा पनि थियो बिहान ल आजलाई यति नै हो गाइज बाई बाई फिर दूसरे ब्लग बाई बाई फाइनल लुक मेरो यसको फाइनल लुक हाम्रो मिताको र हाम्रो विकास मिताको पनि र मेरो पनि यसरी म देखाउन चाहन्छु फाइनल साथी मेरो फाइनल लुक यहाँ मेरो फाइनल लुक यहाँ छ भयो हस् टाटा बाई बाई सी यू